हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को इन्फर्मेटिभ भिडियोमा। सो आज चाहिँ के को बारेमा रहेको छ भनेर चाहिँ भिडियो आज चाहिँ हाम्रो भिडियो चाहिँ रहेको छ गिटारको स्ट्रिङ चेन्ज अथवा गिटार सर्भिसिङ कसरी गर्ने भन्ने बारेमा रहेछ। अनि त्यो सर्भिसिङ गर्नलाई चाहिँ कुन कुन टुल्सहरु चाहिन्छ त्यो सबै कुरा मैले यो भिडियोमा देखाउने छु। होप तपाईहरुलाई एकदम हेल्पफुल हुनेछ है त। ल अगाडि बढौँ त के छ त टुल्सहरु हेरौँ। सो गाइज यो चाहिँ रहेको छ मेरो टुल किट है। यसमा चाहिँ अब के छ, अब यो चाहिँ स्यान्ड पेपर भइहाल्यो, हाम्रो रेगमाल भन्छ जुन हाम्रो प्योर नेपाली भाषामा हैन। सो या एभ्रिथिङ मसँग चाहिँ लगभग गिटारमा चाहिने चाहिँ सबै कुराहरू छ। पिलास भइहाल्यो। अब यो चाहिँ हाम्रो इलेक्ट्रिक गिटारको ब्रिजको ब्रिज जुन हुन्छ नि, ब्रिजको चाहिँ हाइट मिलाउने, हाइट एडजस्ट कसरी गर्ने, यो चाहिँ हाम्रो फ्रेट रुलर भइहाल्यो, एल्किज हैन, के चाहिन्छ त। अब सबभन्दा पहिला त अब अहिले मसँग भनेको लेमन ओइल मात्र छ, अनि पेचकस सुरु भयो, अनि त्यसपछि एउटा फ्रेट रुलर त चाहिने नै भयो। अनि त्यसपछि हाम्रो एउटा इन्फर्मेटिभ भनेको इम्पोर्टेन्ट सामान भनेको यो स्ट्रिङ कटर है त। टुल्सहरु चाहिँ यति नै छ, यु क्यान सी है। अनि कसरी गर्ने अब त्यो चाहिँ गिटारमा देखाउँछु है त। सो गाइज अब म चाहिँ सुरु गर्छु। बाहिर अलिकति नोइज आउन सक्छ, सो अलिकति मिलाएर हेर्दिनु होला। सो यो गिटार चाहिँ म सर्भिस गरेको छु। सो एज यु अल नो, मेरो फेसबुकमा जति पनि फ्रेन्डहरु हुनुहुन्छ, मेरो फलोवर्सहरु हुनुहुन्छ, तपाईहरु सबैलाई थाहा नै होला यो गिटार चाहिँ मैले चाहिँ मन्त्र गिटार कम्पिटिसन सिजन 3 मा चाहिँ सेकेन्ड भएर पाएको छु। सो यो गिटार रहेको छ मन्त्रको रुद्र एकसको गिटार फाइदा। सो यो गिटारलाई चाहिँ म आज सर्भिसिङ गर्न गएको छु है। सो या दिस इज द गिटार है। ल यो चाहिँ गिटार हो, यसलाई चाहिँ सर्भिस गर्नै पर्ने छ मैले। साउन्ड त राम्रो छ, स्ट्रिङ पनि राम्रै छ है, त्यही पनि अलिकति यो फर्स्ट सेकेन्ड स्ट्रिङ चाहिँ बजहरु आइरहेको छ। सो दैट मलाई चाहिँ चेन्ज गर्न मन लाग्यो स्ट्रिङ। सो स्ट्रिङ चेन्ज गर्दाखेरि गिटार सर्भिस गर्दाखेरि के चाहिन्छ, यो हाम्रो भयो गिटारको लेमन ओइल। मसँग अहिले यो मात्र छ। तपाईहरुले गिटार वाक्स हैन, गिटार पोलिस हुन्छ हैन, गिटार क्लिनर हुन्छ, के युज गर्न सक्नुहुन्छ। म चाहिँ अहिले यहीले काम गर्छु है त, मसँग यति नै छ। अर्को मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ स्ट्रिङ चाहिँ हुनै पर्छ है सर्भिसिङमा चाहिँ। सो यो स्ट्रिङ चाहिँ मलाई चाहिँ यही गिटारसँगै प्राइजमा प्रोभाइड गराउनु भएको छ। गिटार शपले स्ट्रिङ पनि रहेको छ हाम्रो डिडारियोको EZ910 11 गजको रहेको छ। सो या के गर्ने अब यतातिर हेरौँ। सो यहाँ गाइस तपाईहरु देख्न सक्नुहुन्छ मैले स्ट्रिङहरु सबै खोलिसकेँ। अनि चाहिँ अब फर्स्टमा गर्ने स्टेप के हो त, स्ट्रिङ खोलिसकेपछि चाहिँ नि तपाईहरुसँग भएको क्लिनरहरु के छ, वाक्सहरु के छ, त्यो चाहिँ स्टेप बाइ स्टेप लगाउनुस् हैन। मसँग चाहिँ अब अहिलेलाई चाहिँ लेमन ओइल मात्र छ। सो म चाहिँ यही लगाएर चाहिँ क्लिन गर्छु है त। तपाईहरुले चाहिँ देख्न सक्नुभयो मैले कसरी क्लिन गरेँ। तपाईहरु पनि यसरी नै मजाले क्लिन गर्नुस्, वाक्स लगाउनुस्, क्लिनर लगाउनुस्, मजाले क्लिन गर्नुस्। अनि गिटारले मायाले चम्काउनुस्। अनि फ्रेटबोर्डमा मैले चाहिँ लेमन ओइल लगाएँ, जुन चाहिँ लगाउने के थियो अघि मैले भन्न बिर्सिरहेछु। यो चाहिँ हाम्रो लेमन ओइल फ्रेट क्लिनर हुन्छ है, फ्रेट क्लिन गर्ने ब्रस है त। यसमा लेमन ओइल हाल्ने, मजाले अनि घोटेर सफा गर्ने। सो या त्यसपछिको प्रोसेस हाम्रो के हुन्छ भनेपछि हामीसँग हुनुपर्छ एउटा मेसिन ओइल। यो चाहिँ मेसिन ओइल हुन्छ, जुन चाहिँ हाम्रो यो मेसिन हेडमा चाहिँ हाल्नुपर्ने हुन्छ। सो गाइज क्लिन पनि गरेँ, मेसिन हेडमा चाहिँ ओइलिङ पनि गरेँ। ओइलिङ गरिसकेपछि मेसिन हेड चाहिँ एकदम मजाको स्मुथ घुम्ने हुन्छ है त। सो मेसिन हेडलाई ओइलिङ गर्ने एउटा फाइदा चाहिँ त्यो स्टेप बाई स्टेप के भयो त। फर्स्ट अफ अल त टुल्स रेडी गर्ने, त्यसपछि क्लिनिङ गर्ने, स्ट्रिङ खोल्ने, क्लिनिङ गर्ने, त्यसपछि मेसिन हेडहरुमा ओइलिङ गर्ने। अनि त्यसपछि अब हाम्रो सेकेन्ड लास्ट स्टेजमा चाहिँ हामी चाहिँ हाल्छौँ गिटारमा स्ट्रिङ।
गाइज फाइनली हामी चाहिँ अन्तिमतिर आइसक्यौँ। मैले चाहिँ स्ट्रिङ हालिसकेँ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ मैले कति क्लिन गरेर स्ट्रिङ हालिरहेको छु है त। यो देख्न सक्नुहुन्छ कति क्लिन छ हेर्नुहोस्। स्ट्रिङ बाहिरको टुप्पोहरू बाहिर निस्केको छैन है। तपाईँहरूले पनि यसरी हाल्न सक्नुहुन्छ स्ट्रिङहरू। अनि स्ट्रिङ हालिसकेपछि त्यसपछिको स्टेप फर्स्टमा चाहिँ ट्युन गर्नुहोस्। ट्युन गरिसकेपछि नेक एडजस्टमेन्टहरू हेर्नुहोस्। नेक एडजस्टमेन्टमा चाहिँ अलिकति बो भएको छ होइन, बाङ्गो यसरी बो भएर बाङ्गो भएको छ नेक भनेपछि चाहिँ नि तपाईँहरूले यता एल्की हुन्छ हाम्रो अनि यता चाहिँ एडजस्टमेन्ट रड हुन्छ। यो भित्रतिर एडजस्टमेन्ट रड हुन्छ, जुनसुकै गिटारमा पनि हुन्छ नेक एडजस्टमेन्ट रड। एउटा एल्की लिनुहोस्, त्यसमा लाग्ने बेला 4 नम्बरको एल्की लाग्छ सायद है, ट्राई गर्छु। सो 4 नम्बरको एल्की लिनुहोस् अनि यहाँभित्र हालेर तपाईँहरूले यता क्लकवाइज घुमाउनु भयो भनेपछि यस्तो पोजिसनमा छ, बो छ भने चाहिँ क्लकवाइज घुमाउनुहोस्। और यो नेक चाहिँ पछाडि चाहिँ बाँगेको छ यसरी है, पछाडितिर बाँगेको छ भनेपछि एन्टी क्लकवाइज घुमाउनुहोस् है त। सो यो थियो हाम्रो नेक एडजस्टमेन्टको रुल। सो अब बाँकी कुरा हेर्दै गरौँ। अब अन्तिमतिर आइसक्यौँ। सो हामी चाहिँ अब भिडियोको अन्तिमतिर आइसकेँ। तपाईँहरूलाई मैले भनिसकेँ स्ट्रिङ खोल्नुहोस् अनि त्यसपछि क्लिनिङ गर्नुहोस्, स्ट्रिङ हाल्नुहोस् होइन, के गरेर मेसिनहेडमा ओइलिङ गर्नुहोस्, सबै कुरा गर्नुहोस्। स्ट्रिङ हालिसकेपछि ट्युन गर्नुहोस् अनि चाहिँ स्ट्रिङ नेक बाङ्गो छ, बो भएको छ भने चाहिँ क्लकवाइज अनि उल्टो चाहिँ तिर फर्केको छ भने चाहिँ पछाडितिर फर्केको छ भने चाहिँ एन्टी क्लकवाइज घुमाउनुहोस्। अनि लास्टमा चाहिँ हाम्रो लास्ट स्टेप चाहिँ हाम्रो फ्रेट रुलरले चाहिँ नाप्नुपर्ने हुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यसमा एकोस्टिक गिटार, इलेक्ट्रिक गिटार, त्यस्तै के अप्सनहरू छ है। सो नजिकबाट देखाउनेछु। सो एज यु क्यान सी है त यो फ्रेट रुलर हो। यसलाई चाहिँ ठ्याक्कै 12 फ्रेटमा ल्याउने। 12 फ्रेटमा ल्याइसकेपछि यहाँनिर यो एकोस्टिक गिटारको 6 स्ट्रिङलाई चाहिँ यहाँनिर यो 12 फ्रेटको अगाडिको फ्रेट वाइमा राख्ने है। अनि तपाईँ देख्न सक्नुहुन्छ है ठ्याक्कै 6 स्ट्रिङमा परेको छ हो। ठ्याक्कै हेर्नु त एकोस्टिक गिटारको त्यो ठ्याक्कै एमै पर्नु पऱ्यो है, ठिक्कको छ। अब फर्स्ट स्ट्रिङ पनि चेक गरौँ त्यस्तै गरी। फर्स्ट स्ट्रिङ पनि त्यहीँनिर परेको छ है त। सो मेरो नेक चाहिँ एकदम फिट एन्ड फाइन छ, एकदम ठिक छ। सो यसरी चाहिँ तपाईँहरूले फ्रेट रुलरले चाहिँ नाप्न सक्नुहुन्छ। होप तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो होला, हेल्पफुल पनि हुन्छ होला है त। सो यस्तो इन्फर्मेटिभ भिडियो आइरहनेछ मेरो फेसबुक पेजबाट चाहिँ। सो फलो गर्न सक्नुहुन्छ है त। सी यू विथ द नेक्स्ट भिडियो।